नमस्ते सम्पूर्ण साथीहरू, मेरो भिडियो हेर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत गर्दै पुनः अर्को एउटा महत्त्वपूर्ण भिडियो लिएर चाहिँ यहाँहरू समक्ष आइसकेको छु र आजको मेरो भिडियो चाहिँ एकदमै महत्त्वपूर्ण हुनेछ, किनकि तपाईहरूले पनि सुन्तला खेती गरिरहनु भएको छ र राम्रोसँग उत्पादन लिन सक्नु भएको छैन भनेदेखि तपाईहरूलाई यो भिडियो एकदमै महत्त्वपूर्ण हुनेछ। त्यसो भएको हुँदाखेरि तपाईहरूले सुरुदेखि अन्त्यसम्म यस भिडियोलाई हेर्नुपर्ने हुन्छ र तपाईहरूले पनि बढीभन्दा बढी सुन्तला खेतीबाट चाहिँ आम्दानी लिन सक्नुहुनेछ। यो चाहिँ झारपात, पत्कर र गाईको गोबरबाट तयार गरिएको प्राङ्गारिक मल हो र यो चाहिँ 1 वर्ष पुरानो मल हो, जुन चाहिँ एकदमै राम्रोसँग पाकेको छ र यो चाहिँ सुन्तलाको बोटमा लगाउन एकदमै उपयुक्त भएको छ र यसपालको सुन्तला चाहिँ सबै टिपिसकिएको छ र अर्को सालको लागि चाहिँ यहाँ मल लगाउने कामहरू भइरहेको छ, तपाईहरू देख्न सक्नुहुन्छ। र सुन्तलाको लागि कुन समयमा के काम गर्ने, कसरी गर्ने र कति मात्रामा गर्ने भन्ने बारेमा सम्पूर्ण कृषकहरूलाई जानकारी गराउने उद्देश्यले मैले यो भिडियो तयार गरेको छु र मेरो यस भिडियो हेर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरू, कृषकहरूलाई अवश्य पनि फाइदा पुग्छ भन्ने मैले आशा लिएको छु। भोजपुर जिल्ला टेम्के मयौं गाउँपालिका वडा नम्बर 7 निवासी श्री सिद्ध कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर श्री रामबहादुर कटवालज्यू हुनुहुन्छ र आज उहाँले सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले प्रदान गर्नुभएको तालिमहरूबाट उहाँले चाहिँ राम्रो ज्ञान तथा अनुभव प्राप्त गर्नुभएको छ र उहाँले प्राप्त गर्नुभएको ज्ञान तथा अनुभवहरूलाई समेट्दै आजको मैले यस भिडियो तयार गरेको छु र हाम्रा आदरणीय अगुवा कृषक श्री रामबहादुर कटवाललाई मेरो आजको यस भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। दाजु, अनि यो कसरी मलखाद प्रयोग गर्ने, कहिले प्रयोग गर्ने भन्ने बारेमा चाहिँ यो डोप खन्नेदेखिकै सरसर्ती बताइदिनुहोस् न। अब यो पहिला चाहिँ के हुन्छ भने 1 नम्बरमा हामीले सुन्तला चाहिँ पुसभित्र टिपिसक्नुपर्छ। हजुर। सुन्तला पुसभित्र टिपिसकेपछि अनि जब सुन्तलाको अब हाँगाहरू लड्केका छन् भने त्यो दानाहरू नुहाएका छन्, त्यो दाना माथि त्यसको उठेर गयो। हजुर। त्यो बोट खुला भयो। त्यस पछाडि भनेको तपाईँको सुन्तला टिपिसकेपछि अब दोस्रो नम्बरमा चाहिँ अब हाँगा काँडछाँट। हजुर। काँडछाँटमा लास्टै ध्यान पुर्याउनुपर्छ। हजुर। हजुर। चोर हाँगा भए, भित्र अल्झेका हाँगा भए, सुकेका हाँगा भए, ऐजेलु लागेका हाँगा भए, जुन कचेरा हाँगा काम नगर्ने हाँगाहरू भनेको सबै काँडछाँट गरेर त्यसलाई छ्याङ्ग बनाउने। हजुर। अनि त्यसलाई छ्याङ्ग बनाइसकेपछि अनि ती काँडाहरू पनि एक ठाउँमा लगाएर फ्याँक्ने। हजुर। त्यस पछाडि भनेको त्यो काटेको हाँगा कटिङ गरेको ठाउँमा जुन हाँगाहरू छासेको छ, त्यो छासेको ठाउँमा चाहिँ त्यो काट्ने बित्तिकै भित्र भाइरस नपसोस् भनेर, रोग नपसोस् भनेर त्यसमा ब्रोपेस्ट जहाँ काटेको छ त्यहाँ लगाइहाल्नुपर्छ। हजुर। हजुर।
अनि त्यसलाई ब्रोपेस्ट लगाइसकेपछि भनेको त्यसले अब रोगलाई नियन्त्रण गर्छ, त्यसले भित्र पस्न दिएन त काटेको ठाउँबाट, हजुर जस्तै सेफ्टी भयो। हजुर अनि त्यस पछाडि भनेको अब अनि यो अब सुन्तलाको फेदलाई अब यसलाई फेरि अब यसलाई चाहिँ ब्रोपेस्ट गरौँ। हजुर यसलाई चाहिँ अब 1 मिटर ठाउँ अवस्था हेरेर 1 मिटर जतिको चाहिँ बाट चाहिँ उँधो चाहिँ त्यसलाई अब ब्रोपेस्ट गर्नुपर्छ। हजुर अब त्यसलाई ब्रोपेस्ट गरिसकेपछि हजुर अब मल खादको कुरो आयो। हजुर अब मल खादको कुरोमा अब जमिन सारो छ भनेदेखि त्यसलाई पहिरी वरिपरिबाट पानी लगाएर जमिन भिजाउने। हजुर अनि जमिन भिजाइसकेपछि त्यसको सुन्तलाको कत्रो बोट छ हजुर त्यो बोट अनुसारको अब त्यसलाई रिङ बनाउने। हजुर त्यसलाई रिङ वरिपरि रिङ बनाएर हजुर अनि त्यसलाई चाहिँ अब पाकेको गोबर मल हजुर त्यो झ्यास म्यास सबै नभएको हो यस्तो अब मैले गरेको मल एउटा यो फलेको सुन्तलामा हामीले 75 केजीदेखि 80 केजी मल हाल्नुपर्छ। यो हेर्नुहोस् है। हजुर अब यो मेरो अहिलेको मल बोकाइमा मेरो साथीहरू मल बोकिरहेका छन्, हजुर मलाई मेरो सहयोगीहरू। अब यिनीहरूले भनेको चाहिँ अब एउटा बोटमा चाहन्छन् यहाँ 80 किलोभन्दा कमै छैन। 3 हजुर। रोकाको दर छ 80 हजुर। किलो मल। त्यसमा पहिला यसरी हालेर सबैतिर बराबरी हजुर तपाईँले देखिराख्नु भएको छ यसरी सबैतिर हजुर यो रिङमा मात्रा नबिगारिकन यसरी सबैमा हाल्ने। हजुर अब यसरी हालेपछि अब के भयो त भने यो तपाईँको सबैतिर वरिपरि मल त गोबर मल त अब यहाँ पर्यो। हजुर पहिले पानी लाउने त्यस पछाडि गोबर मल हाल्ने। हजुर अब त्यसमा हजुर अब हाम्रो जुन यसले यसको यो बोटले पाउने भिटामिन खाद्य तत्त्व हजुर के हुन् त हजुर भनेपछि अब यो चाहिँ अब के भन्छ सल्फर धुलो अथवा हड्डीको धुलो। हजुर हड्डीको धुलो हड्डीको धुलो यो चाहिँ हड्डीको धुलो हो। हजुर यो हड्डीको धुलो चाहिँ भनेको यसमा फेरि एक खालको खाद्य तत्त्व भन्ने एउटा 1 केजीको ऊ आउँछ, यसमा भिटामिनै आउँछ। यो हड्डीको धुलाको बोरा हजुर 30 केजीको हुन्छ। हजुर त्यो 30 केजीको बोरालाई चाहिँ त्यसलाई उधारेर प्लास्टिकको स्याएर त्यसलाई फिँजाएर डल्लाहरू सबै मिचेर हजुर धुलो बनाएर अनि त्यो 1 किलोको खाद्य तत्त्व चाहिँ त्यसमा सबैतिर मिसाउने सिमेन्ट खोले जस्तो। हजुर हजुर अब यो एउटा फलेको बोटमा हजुर अब यसमा 700 ग्राम हाल्नु पर्यो यसरी हजुर एकदम नापेर सर हजुर। यसरी हाल्नु पर्यो यसलाई। हजुर यसलाई वरिपरिबाट यसरी हाल्नु। हजुर यो झार्दाखेरि भनेको एकातिर धेरै एकातिर थोरै पार्नु भएन। हजुर अब त्यो बराबरी झारेपछि अब त्यो सबै यस्ता भएका खाने जराहरूले यो मलिनेद्वारा सबैले पाउँछ यसरी। हजुर हजुर अब त्यो एक ठाउँमा चाहिँ धेरै खसाल्छ, अर्को ठाउँमा पुगेन भने हजुर त्यो मल पुगे ठाउँमा चाहिँ अब त्यो बिरुवाहरू अर्कै भएर आयो। मल नपुगे ठाउँमा चाहिँ एउटै बिरुवा नै अनि आधी पाटो सुक्ने आधी पाटो पहेँलो हुने हजुर अनि त्यो त्यस्तो हुन्छ। अब यो चाहिँ भनेको खाद्य तत्त्वहरू हो। हजुर अनि दाजु यो सबै नाप्नु भएको छ र? सबै नापेको छ। यो मापदण्ड अनुसार हाल्यो भने हजुर यो बिग्रिन्छ। ए हालेन भने चाहिँ अब धेर भयो भने पनि बिरुवा मऱ्यो, हजुर थोरो भयो भने बिरुवालाई पुगेन। हजुर हजुर त्यस कारणले यसलाई अब जेटिओ बिके सरहरूले हजुर अब त्यो मापदण्ड अनुसार जति भन्नुभयो त्यति नै हाल्नुपर्छ। ए हजुर हजुर अब यो चाहिँ भनेको दानेदार पनि भन्छन् यसलाई। हजुर अनि यसलाई भनेको अर्को यो अमृत दाना भन्दा अलिक माथिबाटको यो क्याल्सियमले भनौँ न, क्याल्सियम यो क्याल्सियम जस्तो यो। हजुर यो चाहिँ कति? यो चाहिँ भनेको एउटा बोटमा हजुर आधी केजी हाल्नु पर्यो। ए ए हजुर 500 ग्राम हाल्नु पर्यो। 500 ग्राम यो 500 ग्राम चाहिँ तपाईँको यसरी वरिपरिबाट सर हालिदिनु यसरी। हजुर पल्लोलाई
पल्लोलाई कति बारी हाल्यौ 2 2 हो भने हुन्छ अब माछामा त्यति नै हाल्नुपर्छ हजुर अब अर्को नम्बरमा आयो हजुर अब यो अमृत दाना अमृत दाना यो अमृत दाना भनेको चाहिँ यस्तो हुन्छ है ए हजुर यो अमृत दाना पनि यसै गरी हालिदिने फेरि हजुर सबैतिर बराबर हालिदिने हजुर अब अर्को नम्बरमा आयो हजुर यो किर्सी जिङ र यो अमृत बोरेक्स यो अमृत बोरेक्स र यो किर्सी जिङ चाहिँ अब कति हाल्नु पर्यो भने एउटा बोटमा अमृत बोरेक्स र किर्सी जिङ जिन किर्सी जिङ अब यस्तो यो पिठो हुन्छ हजुर यो किर्सी जिङ र यो अमृत बोरेक्स चाहिँ एउटा बोटमा 100 ग्राम हाल्नु पर्यो अब अमृत बोरेक्स पनि 100 ग्राम 100 ग्राम अनि यो किर्सी जिङ पनि 100 ग्राम हाल्नु पर्यो हजुर भनेपछि एउटा बोटमा यो 100 ग्राम 200 ग्राम यो पनि पिठो जस्तो यसरी हाल्नु पर्यो हजुर 200 मात्रा मिलाएर 200 ग्राम हजुर 200 ग्राम 100 ग्राम अब यो त एक ठाउँ मिसाएको छु मैले घोलेर हजुर अनि सजिलो हुन्छ थेपै बेसी हाल्नु भन्ने हजुर अनि पैसा यसलाई कति हाल्ने के गर्ने भन्दाखेरि भनेको यसलाई पहिला नाप्ने हजुर अनि नापेपछि भनेको अनि सजिलो हुन्छ क्या हजुर हजुर ए ननापे अन्दाजको भरमा चाहिँ हाल्नु हुँदैन हजुर हजुर यसरी हाल्नु हजुर भयो नि त्यस पछाडि पालो आयो यो अमृत एमजी यो अमृत एमजी हजुर अब यो अमृत एमजी चाहिँ कति हाल्नु पर्यो भने यो एउटा फलेको बोटमा 150 ग्राम हजुर अब 150 ग्राम भनेको चाहिँ यो चाहिँ एकदम पियर यसो चिनी जस्तो हुन्छ है हजुर अथवा चिनी होइन नुन जस्तो हुन्छ है ए हजुर हजुर यो चाहिँ हजुर एउटा बोटमा यसलाई 150 ग्राम हाल्नु पर्यो हजुर यो चाहिँ यसको भिटामिन यो अब यस पछाडि आयो तपाईँको तोरीको पिना हजुर अब यो तोरीको पिना पनि यो फलेको बोटलाई यो 700 ग्रामै हाल्नु पर्यो हजुर अब यसलाई पनि तपाईँको यसरी माथिबाट दिने अलिक त्यो पाप्रा छ हजुर त्यही फरक परेको हजुर हजुर तोरीको पिना पनि भयो अब यसलाई हाल्नु पऱ्यो खरानी हजुर अब यो कुनै कोइलाको यो परालको अथवा यो घसेटाको खरानी फेरि यसलाई राम्रो मानिँदैन हजुर अब यो खरानी चाहिँ चाहियो एकदम दाउराको खरानी हजुर। त्यो दाउराको खरानीलाई पनि
यो 750 ग्रामै हाल्नु पऱ्यो यसको। हजुर तर अलिकति भिजेको छ सर्र भएन, हजुर पानीले भिजिराखेको छ। यो हजुर यस पछाडि भनेको अब यो चाहिँ भनेको गाईको पिसाब हो। हजुर यो गाईको पिसाब चाहिँ अब यो एक जम्मो छ, हजुर तर यो चाहिँ हामीले मात्रा भनेको 1-5 भन्छ र 4 पानी 1 यो भिटामिन भन्दा पनि विषादी भन्दा पनि। हजुर र अहिले अब यो पानी लगाइहाल्यो भने अब म त्यसरी यो हाडै हाल्दैछु। तुरुन्तै पानी हाल्नुभएको अब तुरुन्तै अब यसो पानी लगाइहाल्छु। तुरुन्तै पानी हाल्ने भएको कारणले गर्दाखेरि एकदम हाड गाईको गौत नै लाउँदै हुनुहुन्छ दाजुले। धेरै भिड हाड हुन्छ। हजुर यसमा लाउने कुराहरू अब यसलाई के काम आयो भने यसलाई पुर्ने काम आयो। हजुर यसलाई पुर्नु पऱ्यो। हजुर जम्मा कति प्रकारको पो हालिदियो दाजु? यसमा अब कति भनेपछि प्राङ्गारिक मल भइहाल्यो। 10 थोक। 10 थोक र 10 थोक चाहिँ अब यसलाई पुर्दिनु। हालेर चाहिँ यसलाई पुर्दै हुनुहुन्छ। अब यसलाई पुर्न पनि अब तपाईँ जस्तो यो बाहिरी भाग अल्गो छ नि, यो भाग फेरि मेट्नु हुँदैन। हजुर यो यो बाहिरी भाग मेट्यो भने फेरि पानी यहाँ जम्न दिँदैन, पानी डढेर जान्छ। हजुर अनि अब यो मलहरू भिड्नुपर्छ, त्यस कारणले यसलाई नसकिकन एकछिन हजुर यो बाहिरको माटोहरू हजुर यहाँ चाहिँ पानी जम्नु पर्यो। यो मल भएको ठाउँमा चाहिँ पानी जम्नु पऱ्यो। हजुर हजुर पानी चाहिँ बाहिर लडेर गयो भने चाहिँ यहाँको मल खाद पनि जाने भयो। मल पनि जाने भयो र मल अब एकातिर भिज्छ, हजुर अर्कातिर भिज्दैन। ए ए हजुर अनि यो सतह पनि त्यो भिरालो जमिन छ भने त्यसलाई उँधोबाट पर्खाल लाएर अनि सम्म चारैपट्टि सम्म बनाएपछि अनि त्यो पानी सबैतिर एकै लाइनमा पानी त्यसले पुगेको हुन्छ। हजुर त्यसमा ध्यान दिनुपर्छ। भनेपछि जमिन पनि एकदम सम्म हुनु पर्यो। जमिनको सतह एकदम सम्म। हजुर यसलाई पुराबाट आमा पानी फर्काउँछ त्यहाँ। बुझ्यौ? यसलाई पुरानो मात्रै पानी फर्काउँछ। पानी लगाइहाल्नु पर्ने क्या यसमा। भनेको बुझ्नु छैन के गर्नु। ल अब यसले एकपटक पानी फर्काएर आउँछु है त। हाम्रो टेम्के मयौँ गाउँपालिका वडा नम्बर 7 का अगुवा कृषक आदरणीय दाई रामबहादुर कटवालज्यूले चाहिँ यसरी आफ्नो बारीमा चाहिँ सुन्तला लगाएर चाहिँ राम्रो आम्दानी दिइरहनु भएको छ। र दाजुलाई म एउटा कुरा सोध्न चाहेँ। दाजु अब तपाईँ यति व्यस्त हुनुहुन्छ, सुन्तला खेतीबाट राम्रै आम्दानी लिइराख्नु भएको रहेछ। तपाईँ जस्तै सुन्तला खेती गर्न चाहनुहुने हाम्रा अन्य कृषकहरूलाई पनि केही सन्देश दिन चाहनुहुन्छ? अब सर्वप्रथम त म के भन्छु भने देशैभरिका मैले मान्ने मेरा आदरणीय दिदी, मेरा आदरणीय दाजु, मेरा कृषक भाइ बहिना, मेरा सायालाई भेटे समुनका सबै कृषकहरूलाई म के भन्छु भने
हामीले सरकारले यत्रो लगानी गरेर कृषिलाई छुट्याएको छ, तर हामीले कुनै पनि ठाउँमा तालिममा गएर विज्ञ गुरुसित तालिम गर्न उहाँहरूसित तालिममा गएर तालिम प्राप्त गर्न सकेनौँ भने हाम्रो काम कुनै पनि सफल हुँदैन। हजुर हामीले तालिममा अनिवार्य जानुपर्छ। हजुर तालिममा गइसकेपछि अब उहाँहरूले भनेका कुराहरू, उहाँहरूले आफूले नजानेका कुराहरू उहाँलाई सोध्ने, अब आफूले जानेका कुराहरू साथीहरूसित बेलुका सेयरिङ गर्ने, अनि त्यस पछाडि उहाँहरूले भनेको अब बुझेको बुझिन्छ, नबुझेको कपीमा टिपेर आफ्नो चाहिँ खेतबारीमा काम गर्ने बेलामा फोन नम्बर सरहरूको ल्याउने, अनि फोन नम्बर ल्याइसकेपछि आफूले कुन काम गर्नु परेको छ त्यो काममा आफूले जानिएन भने तुरुन्तै फोन गरेर सर यो काम यसरी, यो काम म यसो गर्दैछु, यो कामलाई अलिकति मैले जाइनँ, मैले बिर्सेँ, के गर्नु भन्दा उहाँले तुरुन्तै उत्तर दिनुहुन्छ। त्यस कारणले हामीले प्राविधिक सरहरूको ज्ञानबाट हामीले ज्ञान प्राप्त गरेर हामी जति यो अधिराज्यभरिका हामी कृषक दाजुभाइ दिदीबहिनीहरू हामी छौँ, यो काम हाम्रो हुन्छ। तर विज्ञ गुरुहरूले भनेको कुरो मानेर लापरवाही गरियो भने यो कुनै पनि काम सफल भएछ भने अब अहिले म के भन्नु, यो तालिममा चाहिँ जानुपर्छ। र तपाईँहरू पनि मै जस्तो म बाँच्दैखेरि मैले गरे जस्तो मेरो यस्तो बगान यहाँहरू कृषक दाजुभाइ दिदीबहिनीहरूको हेर्न पाऊँ। र मैले एउटा बोटमा यहाँ मल हालेको देखेको मेरो पानी गयो। हामीले आफ्नै माटोमा, आफ्नै बारीमा, आफ्नै खेतमा हामीले कृषिमा ट्रेनिङ गरेर, तालिममा ट्रेनिङ गरेर विज्ञ गुरुहरूले भनेअनुसारको काम गऱ्यौँ भने हाम्रा खेतबारीमा कुनै पनि बेला, कुनै पनि टाइम, कुनै पनि समयमा हाम्रा बारीहरू, खेतहरू हाम्रो बजिँदैन। जहिले पनि त्यो चिसो भएको हुन्छ, जहिले पनि हरियो भएको हुन्छ। अब सिजनमा बेमौसमी तरकारी लाउने, बेमौसमी खेती गर्ने, टमाटर खेती गर्ने, कोपी खेती गर्ने, बन्दाल लाउने, काउरी लाउने, आलु लाउने, अब रायोको साग लाउने, मुला लाउने, गाजर लाउने, प्याज लाउने, लसुन लाउने, धनियाँ छर्ने, यी विभिन्न कुराहरू लाइयो भने अब काहीँ तोरी छर्ने, काहीँ मोटर छर्ने, काहीँ के गर्ने, र हामीले धेर चाहिँ सुन्तला बारीभित्र कोसे बारी नै लाउनु उपयुक्त हुन्छ। र हामीले लहरा जाने कुराहरू जस्तै अब काँक्रो, फर्सी, घिरुङ्लो, लौका, यस्ता हामीले त्यो बालीभित्र लायौँ भने र त्यो सुन्तलाको बोटमा त्यो लहरा गयो भने सुन्तला मर्छ। र सुन्तला बारीभित्र हामीले लाउने बाली के हुन्छ? भुसुवा बाली, भटमास, चम्सुर, रायो, मुला, गाजर, कोपी, बन्दा, लसुन, प्याज, सर्स्यौँ, केराउ, त्यस पछाडि लिएर भनेको यो अर्को मुसुरी दाल, भटमास, यिनीहरू लाउँदाखेरि भनेको त्यसको छोटो जरा हुन्छ, अल्गो बोट हुँदैन। त्यस कारणले यी बारीहरू आउँदा हाम्रो सुन्तला बारीभित्र उपयुक्त खेती हो। अब यतापट्टि सुन्तला पनि खान्छु, मकै पनि खान्छु भनेर दुई थोकै हामीले लायौँ भने त्यो सुन्तला पनि हुँदैन, मकै पनि हुँदैन। त्यो हाम्रो परिश्रम, हाम्रो मेहनत, हाम्रो दुःख मात्रै खेर जान्छ। त्यस कारणले जहिले पनि आफ्नो बगैँचामा वरिपरिका यी कचेरा रुखहरू हुनु भएन। रुखहरू भन्नाले अम्मकका रुखहरू छ भने अम्मकको रुखहरू हामीले काट्नु हुँदैन, अम्मक राख्नुपर्छ ठाम। र हामीले यो टाइम भएपछि अब 5 मिटर, 10 मिटर, 15 मिटरको फरकमा कतै हामीले यो सुन्तला बारीभित्र यो डिलमा हामीले सयपत्री फुल रोपिदिनुपर्छ। त्यो सयपत्री फुलको त्यसमा भिटामिन छ, त्यसको बासनाले त्यो सयपत्री फुलेको बासनाले यो सुन्तलाको पातहरूले, हाँगाहरूले, सबैले त्यसको चाहिँ अब त्यो भिटामिनहरू पाउँछ। र फुलहरू त्यसरी रोप्नुपर्छ। र अरू काहीँ भ्युसुनपाती, काहीँ चाहिँ बखडा, काहीँ आल्चा यस्तो हामीले राख्न हुँदैन। अम्मक चाहिँ हामीले राख्नुपर्छ। अम्मकबाट पनि बिरुवाले भिटामिन पाउँछ। र अरू देशैभरिका कृषकहरू मेरो जस्तो खेती गर्नुहोस्, विदेश नजानुहोस्। साथीभाइहरू 5 लाख 10 लाख रुपियाँ फसाएर नजानुहोस्। भोलि भरे बाकसमा आउनुहुन्छ, म पनि विदेशकै खाडीमा गएर बसेको, म वर्षै नपुगिकन फिर्केर आएर त्यो मरुभूमिमा रगत र पसिना बगाउने मेरै ठाउँमा, मेरै गाउँमा गएर बगाउँछु।
भनेर अब अहिले विज्ञ सरहरूको तालिम ट्रेनिङ गोष्ठीले गर्दाखेरि भनेको मलाई यो ठाउँमा मेरो विज्ञ आदरणीय मैले मान्ने गुरुहरूले मलाई यो ठाउँमा ल्याएको हो र म जहिले पनि मैले मान्ने मेरा आदरणीय गुरुहरूलाई म जहिले पनि हृदयदेखि धन्यवाद दिन्छु र मैले गरे जस्तो सबैजनाले गरौँ। अब तालिम चाहिँ नगरिकन यो काम हुँदैन र मेरो भन्नु यति नै छ। र यति व्यस्त समयमा पनि दाजुले आफूसँग भएको ज्ञान सबै कृषकहरूमा चाहिँ पुर्याउनु भएको छ। दाजुलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। हजुर पनि उहाँदेखि आइदिनु भयो मेरो फर्ममा, मेरो बगैँचामा आइदिनु भयो, मैले मलखात गरेको हेर्नुभयो, एउटा भिडियो बनाइदिनु भयो। यहाँलाई पनि म धेरै धेरै धन्यवाद र शुभकामना दिन चाहन्छु। हस्, धन्यवाद दाजु। धन्यवाद सर, धन्यवाद।